पृथ्वीनारायण शाहले यो देश 4 जात 36 वर्णको फूलबारी हो भनेका थिए। तर अहिले केही समयदेखि देशमा जातीय तथा धार्मिक द्वन्द्वहरू बढिरहेको देखिन्छ र यो अझ बढाउनको लागि कुनै सत्ता वा पावरको स्वार्थी समूहले पछाडिबाट मलजल गरिरहेका छन्। जसरी हिटलरले जर्मनका मान्छेहरूलाई जर्मन त केवल जुइस मान्छेहरूले गर्दा बर्बाद भएको भनेर विश्वास दिलाउन सफल भए र यही कुरा साँचो मानि जर्मनका मानिसहरू हिटलरको लागि मर्न र मार्न पनि तयार हुन्थे। यसैलाई नै द 48 ल अफ पावरका अथर रोबर्ट ग्रिनीले आफ्नो बुकको ल नम्बर 27 मा प्ले अन पिपल्स निड्स एन्ड बिलिभ एन्ड क्रिएट कट लाइक फलोइङ भनेर लेखेका छन्। उनले भन्छन् कहिले पनि प्रब्लम सल्भ गरेर त्यति पावरफुल भइदैन जति प्रब्लम देखाएर भन्छ। यदि हामीले कसैलाई प्रब्लम देखाइयो भने ऊ त्यो प्रब्लमको सोलुसनको लागि हाम्रो पछाडि आउँछ र हाम्रो पछि आउनु भनेकै ऊ हाम्रो कन्ट्रोलमा आउनु हो। त्यसैले तपाईँ पनि पावर चाहनुहुन्छ भने उनीहरूलाई उनीहरूको प्रब्लम देखाउनुहोस् र त्यो प्रब्लमको सोलुसनको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस्। यस्तो गरे उनीहरूले तपाईलाई सजिलै एक नेताको रूपमा स्वीकार्छन् र तपाईलाई पावरमा पुग्न मद्दत गर्छन् र पावरमा पुगिसकेपछि त्यो समस्याको समाधान गर्नुहुन्छ कि त्यही समस्यालाई फेरि फोहोरी राजनीति गर्नुहुन्छ त्यो तपाईको हातमा छ। तर एउटा कुरा चाहिँ याद राख्नुहोस्, तपाईको जति धेरै फलोअर्स हुन्छ तपाईँ त्यति नै उनीहरूको नजरमा पर्नुहुन्छ र तपाईको एउटा गल्तीले गर्दा तपाईको पुरै साम्राज्य पनि ढल्न सक्छ। र अब तपाईको नेताले तपाईलाई के प्रब्लम देखाइ सत्तामा पुगे र त्यो प्रब्लमको सोलुसन गरे कि नै एकपाली सोच्नुहोस् र यो ल फेरि याद गर्नुहोस्।